हेलो नमस्ते सबैजनालाई फेरि पनि तपाईहरुलाई स्वागत गर्दछु। गुरु कहाँ आएको तपाईँ? कहाँ आउनुभएको? लेक हाउस। बाहिर मैले घुम्यो। अच्छा हामी चाहिँ निस्केको है जाने के त्यहाँ उभिनु न खिचिदिन्छु फोटो। आहा कति ह्यान्डसम देखेको मेरो बुढालाई। ओहो ल आउँदाखेरि यसो घुमौँ न भनेर आज फेरि जेम्स आउन पनि मानेन। अनि हिजो फुटबल खेलेको भएर है थाकेर बिचारा। अनि तपाईहरु जानु भनेर चाहिँ अनि बुढा र म चाहिँ आएको। जस यो ठाउँ राम्रो रहेछ। मैले चाहिँ त्यो उसमा फेसबुकमा देखेको थियो। अनि हेर्नु न कस्तो राम्रो देखेको। बुढो अमेरिकाको व्हाइट हाउस भन्छ के यहाँको चाहिँ फेरि हङकङको व्हाइट हाउस होला नि यो। ल हेर्नु त कस्तो राम्रो देखेको। माई गड है। ओ माई गड सो नाइस सो नाइस हो न। यस्तो डाँडाको ठाउँमा हेर्नु न गाइस कस्तो राम्रो। मेरो बुढा यता हिँड्दैछ। ल गाइस अघि हामी चाहिँ यो भित्र थियौँ है। अहिले चाहिँ यसो बाहिरबाट नि फोटो लिउँ भनेर के हेर्नु त कस्तो राम्रो। कस्तो राम्रो छ। यो प्राइभेट घरहरू रहेछ यता पछाडि चाहिँ है। यसको पछाडि चाहिँ प्राइभेट घरहरू रहेछ। प्राइभेट घरहरू यो सबै के। अनि राम्रो त राम्रो है। अनि पैसा पनि राम्रो रहेछ। मजाको रहेछ है ठाउँ चाहिँ। अनि यहाँ बोटहरू पनि खेल्दो रहेछ। तर आज चाहिँ बोट नरहेछ कि। कति राम्रो देखेको। राति पर्न लाग्यो है अब।
झिलिमिली बुढोले चाहिँ राति राम्रो देख्छ बुढी भनेर अनि चाहिँ त्यो अभिलाषमा बसेर अब हिँड्दै जानुपर्छ। बाटोमा यति धेरै बाँदरहरू छ गाइस, डरै लाग्ने। जङ्गलको बिचमा रहेछ यो है। अनि के गाइस कस्तो धेरै मङ्कीहरू, हामी त डराएर एकछिन त है यसरी डरायो नि, झोला के अरे पानीको बोतलहरू सबै झोलाभित्र हालेर है। अनि त्यो एट्याक गर्न आयो भने चाहिँ छाताले हान्छु भनेर के छाता चाहिँ निकालेर राखेको, झन् त केही गरेन, उता तलतिर गयो। डर लाग्ने कि त्यो कति त्यो उयसहरूमा देख्छ नि त। अनि त्यो बाँदरहरूले झोला खोसेको है, अनि त्यो मोबाइलहरू खोसेको त्यस्तो देख्छु नि त। अनि त्यही भएर हामी त डराएर बसबाट झर्ने बित्तिकै आम्मामा 4-5वटा बाँदरहरू क्या त्यो रुखबाट सडकमा झरेको क्या। अनि गाइस अनि हामी त बेसी डरायो, एकछिन त रोक्यो, त्यहीँ बुढाबुढीले एकछिन रोक्यो। अनि कोही पनि थिएन फेरि त्यहाँ, सुनसान नै है। अनि सुनसान नै थियो। अनि पछि एकजना मान्छे देखेर अनि बल्ल अलिकति सास आएको। मलाई झन् बेसी डर लाग्छ है। बुढा यसो केही भनिदिनुहुन्छ कि दर्शकहरूलाई? आफन्त हाम्रो भिडियो हेरिदिनु भएकोमा, माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई भन्न चाहन्छु। अब चाहिँ हामी लागेको है गाइस, यो सबै प्राइभेट घरहरू रहेछ है। अब यहाँको धनी धनी मान्छेहरूको घरहरूलाई नि कस्तो स्ट्यान्डर्ड, कस्तो दामी दामी रहेछ। अब चाहिँ हामी उकालो लागेको गाइस, यतादेखिबाट चाहिँ यस्तो देख्छ गाइस है। हेलो बुढा, कता आउनुभएको आज? के हो मासु त यति मात्रै छ त? ए हो र, कति टाढो भएछ त? अनि के हो त यो फेरि? अनि अघि खाए जस्तो लाग्थ्यो त, फेरि खानुभएको क्या? हो रहेछ, फेरि मोटाएर फेरि घैँटे होला फेरि तपाईँ फेरि कहाँ? खै त हेरौँ त कस्तो रहेछ। ओहो कस्तो यामी यामी। अनि यो चाहिँ के हो, अचार हो? कसले बनाउनु भएको? होममेड अचार तपाईँले बनाउनु भएको? मेरो प्यारी श्रीमतीले बनाउनु। खै त अरू के ल्याउनु भएको छ र? कति केटाकेटीहरू? यो यहाँ भएको चाहिँ के हो र? यो सुक्खा रोटी हो क्या? आलुदम पनि, आलुदम सेलरोटी सकिएन बुढा। त्यो सुक्खा रोटी हो क्या? बिचरा रोटी रहेछ यहाँ त। कहाँनिर आउनुभएको? यस्तो झारी झारी छ त यहाँ त। यस्तो झारीमा पनि आउनुभएको? हजुर ए यो ठाउँलाई गोलकोस्ट भन्छ? मिठो भयो, कस्तो भएको छ अरे? खै खै यस्तो दामीले पो खायो त, मलाई नि खाम खाम जस्तो पो लाग्यो। यो त पाकिसक्यो जस्तो छ त। म त त्यो मकै पाक्यो भने मलाई मकै दिनु न।